यसको पुती यसको पुतली वाउ कङ्ग्रेचुलेसन बाको पुतली वाउ म यसको दुध हेर्छु दुध पनि हेर्छु के कोरी छ कि वाउ यसको दुध हेर त ओइ सुन त है यहाँ एकचोटि औँला हाल्दा है दुधको बिचमा औँला हाल्दा एकचोटि ओ माई गॉड चिक्ने पकमा कटो छाम्छ पक है आम्बो यो त है आमा पानी पिउने बनायो यार सुन किसन दा वेलकम ब्याक सुन है तँलाई कस्तो मनपर्छ यो डगे कि काँदे कि कैँचे कस्तो मनपर्छ यस्तो कसरी देखा त अलि माथि खुट्टा बोक ओ बेबी वाउ ओइ तेरो त्यो रियल बुबु हो कि फर्म लगाएको तैँले अनि यो रियल हो कि फेक हो ल आइज गेम लगा डान्स गर आइज ल त्यो बुबु चाहिँ राम्रो होला ल बुबु आइज ल ओके ओके दाइ लास्ट पर्सिकन पुछ लाग्दैन गेम लास्ट पर्सिकनमा नि मेरो क्रिस दाइ पनि देखिरहेको छु यो घडीमा है हाम्रो लुसी पनि आउनु भएको छ लुसी लेभल अप गर्यो तिमीले भन त लुसी के गर्छ ल म है ओइ लुसीको 25 पुग्न आँटेको छ है कङ्ग्रेट्स पुग्छ ल है जेन डार्लिङ सुन तिम्रो डान्सले यस्तरी बनायो यो न्यू खोजो अलिकति बमिट गर फेरि सुटो सुन तिमीलाई कस्तो मनपर्छ यतिको कि यतिको चाहिँ डगी गर्दाखेरि यतिको चाहिँ डगी हो कि यतिको चाहिँ काँडे गर्दाखेरि गहिरो पर्छ नि त यो चाहिँ डगी क्या पछाडि उड्नेर मजाले माथि जोड्ने हो अनि यसले चाहिँ मोटो यो चाहिँ मोटो छ नि यो मोटो यसले चाहिँ मजाले खाँदा नि फेरि घुम्ने हो यो फेरि होइन के ल्याएको लाडो पुती चिलायो के नगर बिस्तारै त्यो टिसीमा चिमाट त्यो तान्दे टिसीमा बिस्तारै बेबी बिस्तारै ल गर्दैछु बेबी छिटो चिकन बिस्तारै त्यति सबै गर्दैछु लाडो चिरानु भयो भने कति जोरले चिकेको हो ल भनेको गर्दैछु मुजी कति साह्रो दुखाएको ल गर्दैछु ल ओके ग्याङ ल एकछिन पख ल मेरो रेस्पेक्टेड गिफ्टर्स लुसी थ्याङ्क यू कृष्ण कलेज दाइ होइन अनि हाम्रो त्यसै गरी हाम्रो भिलेन पनि यता आउनु भएछ ल भिलेन माया छ ल है हाम्रो भिलेन एएमटी पनि आउनु भएको छ लबी राजा हाम्रो त्यो सङ्गाती होइन किचन मुस्ताङ हाम्रो मुस्कान बहादुर हजुर लाडो दिदी तिमीले किन चुरी बोकेको अब यो त नि तिमीहरूको भागमा यो भएको नि निकाल चार्दे जेजी चार्दे तपाईँको भाग्यमा यो भयो नि अब के भन्छ अहिले त्यो जेजीले जिनले पाउने हो भने यस्तो मिठो कपी गरेर बिस्तारै हलो जोतेर होइन ल माया छ होइन ओइ जे डार्लिङ म निस्केँ एकछिन बस न म निस्किन्छु एकछिन फेरि म घुमेर आउँछु केली लाइपाउ ती पनि लाइपाउ केली ल जे म निस्केँ केली ल माया छ तँलाई त्यो केली सुन केली त्यो पुती चिलायो भने टिसीमा समात अनि दुइटा होला ल तर मलाई पहिला चिकेर जान के कस्तो चिक्नवाला छ मेरो लास्टै पुती चिलाएर पानी झलल झरिरहेछ कि के नगर मुझे त उसमा टिसीमा कस्तो हेर्नु दिदीले भन्दैछ थुक पनि मुखबाट झरिसक्यो यार पुतेर टिसीमा समात फेरि त्यो धेर नगट है त्यो गङ्गु सेतीको मोती भन्दा कालो हुन्छ धेर नगट
म त भर्खरै छोलेर आएको हाम्रो त कालै भइसक्यो होइन छोल्दा छोल्दा यस्तो गाह्रो भएको छ हात त कस्तो औँलाले पनि हुँदैन के गरौँ ओए टिसीमा समात न के न होइन माछिले भेन्टा हाल्नु भनेको भेन्टा पनि यत्रो त्यत्रो यत्रो छ हौ भेन्टा पनि भेट नहाल त्यो भेट फेरि त्यो चुट्यो भने भित्रै जान्छ अपरेसन गर्नुपर्छ नहाल त्यो उसँग तिम्रो पठाइदेऊ न त कस्तो गाह्रो भइसक्यो कि अब तिम्रो मैले पठाइदेऊ न त। किन्नु भने कसरी किन्नु भन्न यसले कता यसले भइहाल्छ नि भइहाल्छ ओइ जेन म निस्केँ केली तिम्रो लाइभ ल है एक गेम खेल म चाहिँ यहाँ म भर्खर आएको छु तँसँग बोल्नलाई यहाँ ला होइन म यता एउटा कुरा सकिहाल्छु कि यता के यिनीहरूको लफा छ अरे ऊ खै यता सानो एउटा कुरा छ कि म सकिहाल्छु ल है ल कहाँ छ यसो खै ल ल ल ल ल केटाले उल्लु बनाएको त्यसले मेरो केटा उल्लु बनाएको ड्युटीमा छ उहाँ के